जाडोको मौसम आज सुन्नु भयो चिठी के भन्छ नि त के हो छैन भने पछाडि आज कुनै लेटर आएको छैन पठाउँदै पनि अझै एउटा चिठी रवि तिमी त्यो डाँडा टोलमा भेट्न आउँदा मलाई काम छ त्यसो दाइ किन बोलाउनु भयो यस्तो हो क्या भाइ 4 दिन जति कन्टिन्यू भयो 4 दिनदेखि नै मेरो घरमा थाहा छैन कसले पठाउँदैछ कहाँबाट पठाउँदैछ थाहा छैन तर मेरो घरमा एभ्री डे लेटर आइरहेछ 4 दिन जति भइसक्यो आज 4औं दिन त्यही भएर त्यही सबको लागि तिमीलाई बोलाएको हो कि अब कुराकानी गर्नु के रहेछ कसो रहेछ भनेर यदि त्यस्तो छ भने दाइ पुलिस कम्प्लेन गर्दा हुन्थ्यो त पुलिसमा नपुऱ्याउने यार पुलिसमा पुऱ्यायो भनेदेखि त्यो कुरा लफडा कता कता पुग्छ त्यो पुलिसको झमेला नगर्ने सकिन्छ भनेदेखि अरू कुनै तरिकाले सल्भ गरौँ होइन बहुत टेन्सनमा छु मैले ठिक छ त्यसो भए यस्तो गरौँ न दाइ होइन अब जे छ रहन दिनु बरु हामी कतै बाहिर घुमेर आउँ न कहाँ जाने भन्नु भाइ कहाँ जाने मैले एउटा ठाउँ हेरेको छु होइन धेरै राम्रो ठाउँ छ हेर्नु त यहाँ मैले सेभ गरेर राखेको छु यहाँ यो ठाउँ त यो ठाउँ बा यस्तो छ होइन यो ठाउँमा दिनमा पनि मान्छे डराउँछ कि त्यहाँ जान भन्छ त्यहाँ गएपछि मान्छेले मारिदिन्छ यो गरिदिन्छ त्यो गरिदिन्छ होइन यो कुराको पछाडि यति रहस्यमय कुराहरू छ जुन कि अहिलेसम्म गाउँको मान्छेहरूले बुझ्न पाएको छैन कि त्यस्तो छ तर यहाँ जानु रिस्क छ यार कुनै बहाना नबनाउनु कि अब त्यहाँ जानुपर्छ हामीलाई होइन जानुपर्छ त पर्छ यार गाह्रो छ त्यहाँ दाइ प्लिज हिँड्नु न ए भाइ रिस्क जस्तो आइटम छ नजाउँ क्या छोडिदिउँ तर त्यहाँ गएपछि हामी धेरै रमाइलो गर्ने नि त त्यहाँ हिँड्नु दाइ प्लिज प्लिज ए भाइ कस्तो जिद्दी गर्छ यदि तपाईँ जानु हुँदैन भने म तपाईँलाई फेरि अब कहिले पनि बजाउँदिनँ है बोल्दिनँ म तपाईँसँग ल थ्याङ्क यू कहिले निस्किने भोलि निस्किने त्यसो है भोलि भोलि निस्किनु ल भोलि म आउँछु तिमीले घरतिर तिमी रेडी गरेर बस हुन्छ त हामी निस्किनुपर्छ हुन्छ राम्ररी दाइ राम्ररी बिहानको 4 बजेछ निस्किनुको लाग्छ सब के देखेको या सपना पनि
What the hell? यो कौन लागेको छ त यार लेटरमा त हेलो दाइ म रेडी छु कति बेला आइपुग्नुहुन्छ तपाईँ आज हामी कतै पनि जाँदैछौँ आजको प्लान क्यान्सल छ होइन के भयो किन क्यान्सल म पछि फोन गर्छु ल फोन राख अहिले ल बाहिर त गइएन बरु बाइक हेर्नु पऱ्यो कता कता के बिग्रेको छ यसको फेरि नौटङ्की रहन्छ यसको त यो त प्रवीणले भनेको ठाउँ जाने बाटो हो त यार यो त न्युज पढ्नुभयो हेरे यो त त्यही बाटो होइन त्यही म पछि फोन गर्छु ल ल मतलब चिठीको कारणले ज्यान बच्यो कसले पठाउँदैछ यार कसले पठाउँदैछ कमसेकम अगाडि आउनु आखिर हुँदै के छ यो के हुँदैछ यार बुझ्नै गाह्रो भइसक्यो आज आएको छैन कुनैचोटि यता पनि छैन यता यता पनि छैन त के हो यता झाडी यहाँ पनि छैन कसको फोन आयो फेरि अननोन नम्बर हेलो यो तेरो दोस्रो जिन्दगी हो Hello. यसलाई खेर Hello. नफाल हेलो हेलो उर्वारुकामिव बन्धना मृत्युर्मुक्षीयमामृता